तथ्याङ्कले परिपाटी देखाउँछ, यसले सम्भावना देखाउँछ र जोखिम पनि। सुधारको बाटो देखाउँदछ र यही सुधारले व्यक्ति, समूह र राज्यलाई योजना बनाउन, रोजगारीको अवसर खोज्न र नीति निर्माण तथा कार्यक्रम बनाउन सहयोग गर्छ। डेटा होम नेपालले आर्टिफिसियल इन्टेलिजेन्स र बिजनेस इन्टेलिजेन्सलाई जोडेर फिजिकल इन्टेलिजेन्स ल्याएको छ। के गर्दा व्यवसायलाई थप ऊर्जाशील बनाउन सकिन्छ, के गर्दा जोखिम कम हुन्छ, अहिलेको अवस्था के हो र अबको 10 वर्षमा के हुन्छ, यो सबको जानकारी चित्र मार्फत सजिलोसँग बुझिने गरी स्वयं निर्णय लिन सक्ने गरी यहाँहरूले चाहेको क्षेत्रको जानकारी पाउन सक्नुहुन्छ। वडा, निर्वाचन क्षेत्र, पालिका, प्रदेश वा केन्द्रको योजना निर्माणमा होस् वा कुनै संस्था तथा व्यक्तिले गर्न खोजेको काममा होस्, कस्ता कार्यक्रमले नतिजा दिन्छ, कस्ताले दिँदैन, यो सबै थाहा पाउन डेटा होम नेपालसँग जोडिनुहोस्। योजना निर्माणलाई थप तथ्यपरक बनाउनुहोस्। फिजिकल इन्टेलिजेन्स मार्फत प्रक्षेपण गर्नुहोस्। भविष्यमा के हुन सक्छ भन्ने आधार अहिले नै तय गर्नुहोस्। प्रोफेसनल ड्यासबोर्ड बनाउनुहोस्। प्रोफेसनल चार्ट र ग्राफहरूद्वारा यहाँहरू अरूभन्दा अघि रहनुहोस्। यसको लागि क्याप्सनमा दिएको लिङ्कमा क्लिक गर्नुहोस्, रिक्वेस्ट आइडी पासवर्ड गर्नुहोस् र डेमो हेर्नुहोस्। यसो भएमा नेपालमा सम्भावना प्रशस्त देखिन्छ। आउनुहोस्, सबै मिली सम्भावना खोजौँ, कृषिमा, स्वास्थ्यमा, पर्यटनमा र अन्य क्षेत्रहरूमा।